हेर्नु गाइस आज चाहिँ हामी खरायोको बच्चा निकाल्न लागेको छौँ। हेर्नु अस्ति नै केही ठाउँमा फेरि पाएछ। कतिवटा पाछ थाहा छैन, बाबाले कतिवटा पाछ भनेर हेर्नको लागि गर्दै हुन्छन्। अर्कोतिर ढुस यतातिर ढुस के हो? कता थाहा छैन, कति धेरै खाल्टो छ। हेर्नु यिनीहरूले चाहिँ कसका देख्छ। कहाँ छ तिमीहरू? निस्किँदैन अझ भित्र पो छिरेछ अस्ति भन्दा पनि भित्र निस्किँदैन एउटा हो कि कतिवटा पा छ? म त एउटा देखाएको छु। गाईजहरू हेर्नु यस्तो हुन्छ भर्खर बिहाको बेलामा। गाईजहरू दुईटा छ, तीनटा। एउटाको चाहिँ भुलाएछ। सर्प हो कि आयो? अब अलिअलि छ, 5वटा रहेछ होइन त? 1 3 5 गाईजहरू हात्तीको पुच्छर कत्रो पुटुक पुटुक भएको के मुसा जस्तै हुन्छ है यो गाई। अब त यसलाई खोले पकाएर खोले खानिदियो भनेदेखि राम्रो हुन्छ। छिटो हुर्किन्छ उनीहरू। हिजो उसले माथि बच्चालाई खुवाउने होइन माउलाई आथा कसै टोक्यो किन टोक्यो त? हजुर अलि टाइम राखेँ 40 भयो नि। हाम्रो बच्चाहरू यसलाई दुध खुवाउनुपर्छ। दुध खुवाउने गाईहरू। माउ चाहिँ यो है, यो भाग्छ है यो। यिनीहरूले त न्यानो नङ कति लामो हुन्छ हेर्नु। चप 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 गरेर दुध खोजेर नङले त लड्यो मान्छे लड्यो चिथर दिन्छ। यहाँ एक आपस 13 14 15 16वटा भयो फेरि। एक आपसमा दुध खान खोजिरहेछ। 1 2 3 4 5 हेर्नु अस्ति नै 11 थियो होइन त? यिनीहरूको थुन चाहिँ 8वटा हुन्छ। देखाउनुहोस् न बुबु खाएको चाहिँ कतलास गरेर खा मलाई थाहा छैन। यसको एउटा खोइ त कुनातिर होला नि उता लुक्न छ त छैन हो त्यो त होला। मम्मी यो समात्नु त। लड्यो मान्छे लड्यो। यो समात्नु न। एकछिन बुबु खाऊ ल। चुप्प खाने साउ गर्दो रहेछ है। गर्छ फेरि त्यो बिरामी छ होला क्या, छोड्दै त्यसलाई। आई साह्रो सिल्टी मुर हालोस् खाइसिन्थ्यो। म चाहिँ अर्को माउकोलाई चाहिँ यिनीहरू खाइदिन्छ। त्यो हो त्यसको पनि दुध खाएको त फेरि। माउ चाहिँ कुन चाहिँ यता आयो त्यसको पनि दुध खाएको त। तर त्यो भर्खर बिहाको त होइन जस्तो छ यो त। उयो होइन होला त त्यो अर्को। 5वटा छौरा म झिक्यो त हो नि त्यहाँ झिक्यो नि त। पल्टन यसकै रहेछ ऊ। 3 पल्टन यति कति पेट पनि दुध बढी खाँदो रहेछ। त्यहाँमा कसरी त्यहाँभित्र कसरी पसेर दुध खाउँछ होला यसले है?
मेरो हातको स्मेल यही हो अब मलाई थाहा छैन है तेरो बच्चा त आफै यसमा दे अर्को हात पनि दे सानै यिनीहरूलाई घाँस अडाउनु दिउँ भयो ननिकाल छोरो ननिकाल होस् त्यही खान्छ घाँस छोडिदियो राखिदियो अर्को उतापट्टि छिर्यो राखि निकालिदिएर त्यो उ गर्दै हाल्यो ओइ त्यहाँ सर्ट पो छ नि नानी छोड्दै हा धेरै गर्दैन तिमीहरूले मात्रै जान्नु